अहिले चाहिँ मेरो ओपिडीमा चाहिँ हेर्दा सरसर्ती हेर्दाखेरि चाहिँ दम भएको बिरामीहरूको दम बढेर आउने समस्या एउटा देखिरहेको छ। त्योसँगै नर्मल्ली सुगर, प्रेसर, थाइरोइडको बिरामी पनि देखिरहेको भएको छ। सामान्य भाषामा भन्नुपर्दा दम भनेको एक किसिमको फोक्सोको छातीको समस्या हो, जसमा बिरामीले यदि लामो समयसम्म चुरोटको सेवन गरेको छ वा धुलो धुवा बढी भएको छ भने पनि त्यसले गर्दा फोक्सोमा लाग्ने क्रोनिक एक किसिमको रोग हो। यस रोगमा चाहिँ बिरामीको सास फुल्ने, खोकी लाग्ने र खोक्दाखेरि चाहिँ खकार आउने समस्याहरू चाहिँ देखिन्छ। जाडो मौसम बढ्दै गएसँगै चाहिँ यो रोगको बल्झिने समस्या पनि बढ्दै जान्छ। योबाट बच्नलाई चाहिँ हामीले आफूलाई सामान्यतया दम भएको बिरामीले चाहिँ रुगाखोकीबाट चाहिँ बच्नुपर्छ। सामान्यतया यसकोबाट बच्नलाई रुगाखोकी भएको बिरामी लागेको बिरामीबाट टाढा बस्नु पर्यो, न्यानो भएर बस्नु पर्यो र समयमा खोपहरू, हाम्रो यो निमोनियाको, इन्फ्लुएन्जाको यो रुगाखोकी लाग्ने खोपहरू हुन्छ, त्यो चाहिँ वर्षमा लाउने खोप र 5 वर्षमा लाउने खोपहरू हुन्छ। त्यो चाहिँ लायो भने चाहिँ हामीले केही हदसम्म यो दम बल्झिने समस्यालाई चाहिँ कम गर्न सक्छौँ। अर्को इम्पोर्टेन्ट कुरा त चुरोट छोड्नु पर्ने कुरा भइ नै हाल्यो। अर्को भनेको धुलो धुवा भन्नाले घरको खाना पकाउँदाखेरिको फायरवुडको एक्सपोजरदेखि लिएर हाम्रो इन्भाइरोमेन्टको धुवाको एक्सपोजरसँग पनि बच्नु पर्यो। एज फ्याक्टर भने उमेर दम सुरु भइसकेपछि उमेर बढ्दै जाँदाखेरि त्यो दम पनि बढ्दै जान्छ। दम भनेको एउटा प्रोग्रेसिभ डिजिज हो, यो कन्स्टेन्ट हुँदैन, बढ्दै जान्छ। उमेर बढेसँगै दम पनि आफू पनि छिपिँदै जाने कारणले गर्दा चाहिँ पहिला सुरु चाहिँ 2-3 वर्षमा, 1 वर्षमा एकचोटि दम बल्झिन्थ्यो भने अब सामान्य कुरा धुलोले गर्दा पनि भनौँ, सामान्य जाडोमा धुलो धुवाले गर्दा त्यसले गर्दा वर्षमै 3-4 चोटि दम बल्झिने समस्या पनि हुन्छ।